नमस्ते दर्शकवृन्द। आज समयको मूल्यको तेस्रो पाठ लिएर आएको छु। यो केवल एउटा कथा मात्र होइन, यो मेरो जीवनको सत्य घटना हो, जसले मलाई आकार दियो, जसले मलाई जीवनको अर्थ सिकायो। सन् 1970 सालको कुरा हो। त्यसबेला म 12 वर्षको ठिटो थिएँ, गरिब घरानाको विकट गाउँको प्राइमेरी स्कुल पढ्दै आमासित व्यापार सिक्दै सिक्दै ठुलो परीक्षा सिद्धियो अनि जाडो महिनाको छुट्टी आयो। यहाँसम्मको मेरो विगतको कथा पहिलो पाठ र दोस्रो पाठमा छ। यो कथामा प्रेरणादायक, रोचक र दर्दनाक छ। धेरै दुःख र मेहनत गरेर यो एपिसोड बनाएको छु। त्यसैले यदि पहिलो पाठ र दोस्रो पाठ हेर्नुभएको छैन भने हेर्नुहोला, लिङ्क डिस्क्रिप्सनमा छ। राम्रो लागेमा एक लाइक र सब्सक्राइब गरेर छेउमा भएको बेलमा पनि क्लिक गरेर साथीहरूलाई पनि सेयर गर्नुहोला। छुट्टीको पहिलो दिन ममा उमङ्ग र उत्सुकता थियो। यो छुट्टीमा धेरै पैसा कमाएर हाई स्कुलको एडमिसन, ड्रेस, काफी, कलम र आमालाई पनि केही खर्च सघाउने मेरो विचार थियो। बिहानै उठेर घाँस काटेर ल्याउन बित्तिकै मैले बुवा र माथिल्लो घरको काका गिटी कुट्न जान तयार भएको मैले देखेँ। मैले घाँसको भारी बिसाएर बुवालाई भने, बुवा म पनि जान्छु है गिटी कुट्न भने। बुवाले भन्नुभयो, घाँस चाहिँ कसले काट्छ नि? मैले बुवालाई तुरुन्त जवाब दिएँ, दाइको पनि स्कुल छुट्टी छ, गाईलाई 2 भारी र बाख्रालाई 2 भारी, तिनको 4 भारी घाँस काट्न भइहाल्छ नि भने। बुवाले भन्नुभयो, त्यसो हो भने जा तेरो दाइसित कुरा गर भन्नुभयो। त्यसपछि म दाइसित कुरा गर्न गएँ। दाइलाई जसो तसो सम्झाएर बाहिर निस्किँदा बुवा र काका हिँडिसक्नु भएछ। त्यसैले म हतार बिहानको खाजा खाएर दिउँसोको खानाको लागि पनि आमालाई हालिदिनु लगाएर हतार बुवाले गिटी कुट्ने ठाउँतिर दौडिए। आमाले कराएर भन्नुभयो, हात चाहिँ जोगाएर गिटी कुट्नु है, हातमा लाग्यो भने त ठुलो घाउ पो हुन्छ अनि भनेर। हुन्छ आमा भन्दै ओह्रालो खोलाको किनार गिटी कुट्ने ठाउँतिर लागे। बाटामा हिँड्दै गर्दा आमाले भनेको कुरा सम्झिए। हात चाहिँ जोगाएर कुट्नु है, हातमा लाग्यो भने त ठुलो घाउ पो हुन्छ नि भनेको कुरा सम्झिए। जाडोको महिना थियो, हात खुट्टा पनि ठिराइरहेको थियो। तर मनमा भने एउटै चाहना थियो, गिटी कुटेर पैसा कमाउने। बुवा भएको ठाउँमा पुग्नु बित्तिकै सबैले मलाई छक्क परेर हेरे। यति सानो उमेरमा, पढ्ने उमेरमा किन गिटी कुट्न आएको होला? के यत्रो केटाले पनि गिटी कुट्ला त? मैले भने, हो घरमा पनि म कोही बेला गिटी कुट्छु, मलाई गिटी कुट्न आउँछ भने। बुवाले भन्नुभयो, त्यहाँ पर खाली ठाउँमा गएर ढुङ्गा थुपारेर कुट्नु भन्नुभयो। मैले ढुङ्गा थुपारेर गिटी कुट्न थालेँ। बुवाले घरिघरि मलाई हेर्दै मुसुक्क हाँस्नुहुन्थ्यो। मानौ त्यो मुस्कान मेरो लागि आशीर्वाद थियो। काकाले भन्नुभयो, साइला तँलाई चाहिँ के को रहर नि गिटी कुट्न? मैले बुवालाई पुलुक्क हेरेर लजाउँदै काकालाई भने, काका मलाई स्कुलको एडमिसन तिर्नु छ, ड्रेस, काफी, कलम तिर्नु छ, आमा बुवालाई एकदम गाह्रो छ भनेर मैले पैसा कमाउन आएको काका। मेरो कुरा सुनेर काका एकछिन गम्भीर हुनुभयो। फेरि काकाले भन्नुभयो, हाम्रो पुस्ताले यस्तै गरेर जीवन गुजरा चलाए, तर तिमी चाहिँ राम्रो पढेर ठुलो भएर राम्रो काम गर्नु है भन्नुभयो। मलाई लाग्थ्यो त्यतिखेर राम्रो काम भनेको शिक्षक अथवा गिटी कुट्न लगाउने मालिक होला भनेर। खैर केही छैन, समयले मलाई कहाँ पुर्याउँछ, दुःख गर्दै जाने हो, समयको सदुपयोग गर्दै जाने हो, सायद राम्रै हुन्छ होला भनेर मनमनै सम्झेर ढुङ्गा बटुल्नुतिर लागे। चिम्म गर्दै हात जोगाउँदै कुट्न लागे। 12:30 बजेतिर सबैले खाजा खाँदो रहेछ। म पनि हात धोएर बुवाको छेउमा बसेर खाजा खान सुरु गरेँ। तर मलाई धेरै गाह्रो भइरहेको थियो हात दुखेर। मलाई हात दुखेको कुरा बुवालाई नभनिकन बुवालाई थाहा भएछ। बुवाले भन्नुभयो, हात साह्रै दुख्यो क्या हो? म चुप्प लागेको देखेर बुवाले फेरि भन्नुभयो,
खाजा खाएर घर जा। मैले भने होइन बुवा, म आज जसरी पनि एक टोकरी बनाउँछु। बुवाले भन्नुभयो लौ त। खाना खाइसकेर हात गह्रौँ भइरहेको थियो, तैपनि मैले गिटी कुटेर एक टोकरी बनाएर छाडेँ। मैले बुवालाई भने बुवा अब म घर जान्छु है, हात साह्रै दुख्यो भने। बाउले भन्नुभयो घरमा गएर तातो तेल लगाउनु है भन्नुभयो। अनि म हुन्छ बुवा भन्दै मेरो टोकरी बोकेर म गर्वको साथ आज 1 रुपियाँ कमाएँ भनेर सोच्दै घर हिँडेँ। लुगा धुलो धुलो भएको थियो, अनुहार फुस्रै थियो। बाटामा साथीहरूले भेटेर मलाई गिजाउँदै हाँसे। मैले उनीहरूलाई केही पनि नभनी आफ्नो बाटो सुरु घर आएँ। घर आइपुगेर कति बेला तता आउनुहुन्छ र मैले तेल तताउन लगाउँ भनेर ततालाई कुरेर बसेँ। एकैछिनमा तता हाँस्दै आउनुभयो अनि मलाई भन्नुभयो गिटी कुटिस, कति पैसा कमाइस् भनेर भन्नुभयो। कुटे तता, 1 टोकरी कुटे, 1 रुपियाँ कमाएँ। ततालाई फेरि भने तता तेल तताइदिनु है, हात साह्रै दुख्यो, हातमा लगाउँछु। तताले हतार हतार तेल तताइदिनु भयो। मैले त्यो तेल लगेर मेरो कोठामा लगेर लगाउन थालेँ। मैले मनमा नै सम्झेँ आमालाई कस्तो भयो होला, खोक्दै हुनुहुन्थ्यो भनेर सम्झेँ। केही क्षणमा आमा टोकरीमा घाँस ल्याएर खोक्दै खोक्दै आउनुभयो। म हत्त नपत्त आमाको छेउमा गएर आमालाई भने आमा, दिनभरि पत्ती टिपेर थाकेर पनि किन घाँस काटेर ल्याउनु भएको? आमाले केही पनि जवाब नदिएर खक खक खोक्दै भित्र पस्नुभयो। किचनभित्र बसेर गाउँका केही व्यक्तिहरूले रक्सी खाँदै थिए। बेलुका खाना खाँदै गर्दाखेरि दाइले आमालाई भन्नुभयो आमा, अबदेखि तपाईँले रक्सी बनाउनु पनि छाड्नुहोस् र बेच्नु पनि छाड्नुहोस् है। चाहे हामीलाई पढाउनु सक्नु भएन भने पनि केही छैन, हामी पढ्दैनौँ न। बुवाले भन्नुभयो हो, हाम्रो बुवा आमाले भन्नुहुन्थ्यो पढी लेखी के काम, हलो जोती माम भनेर भन्नुहुन्थ्यो। आमाले खक खक गर्दै कटुवा तान्दै धुवा उडाउँदै हुनुहुन्थ्यो। मैले भने हो, आमाले रक्सीको भाँडा निकाल्दा रक्सीबाट आएको बाफले फोक्सोमा धेरै असर गरे जस्तो छ, त्यसैले होला आमालाई खोकी चलेको। अनि बुवाले कुरा थप्नुभयो होइन, यो कटुवा खाएर फोक्सोमा धेरै असर गर्छ, मैले कतिचोटि भनेको, तेरो आमाले मान्दैन भनेर भन्नुभयो। अनि दाइले भन्नुभयो हो, आमाले रक्सी बेच्न र कटुवा खान पनि आजदेखि छोड्नुपर्छ। हो, हामीले सबैले सहमति जनायौँ त्यो कुरामा। मैले फेरि भने हो, हामीलाई पढाउने पैसा पुगेन भने बरु हामी नपढौँ न। यो रक्सीले कतिको घर झगडा हुन्छ, कतिको किडनी जान्छ, कतिको नानी बाबु पढाउने पैसा सिद्धिन्छ। कुरा गर्दै गर्दा खाना खाएर सिद्ध्यौँ। आज इस्कुसको तरकारी र भात थियो, राम्रै मिठै लाग्यो। सबैजनाले खाइसकेर आफूले खाएको थालहरू आफैले माझेर आफ्नो आफ्नो ठाउँमा लाग्यौँ। त्यस दिनदेखि दाइले गाउँमा जनचेतना फैलाउने, नाटक बनाउने स्क्रिप्ट लेख्न थाले। म ओछ्यानमा गएर भोलि कसरी गिटी कुट्ने होला भनेर हातमा तेल लगाउँदै म सुतेँ। दर्शकवृन्द, यो एपिसोड कस्तो लाग्यो जस्ताका तस्तै कमेन्ट बक्समा सल्लाह सुझाव दिनुहोला। राम्रो लागेमा एक लाइक र सब्सक्राइब गरेर छेउमा भएको बेलमा क्लिक गरेर साथीहरूलाई पनि सेयर गर्नुहोला। अब आउँदो शनिबार बिहानको 8 बजे समयको मूल्य चौथो पाठ लिएर आउँदैछु, हेर्न नभुल्नुहोला। अझ प्रेरणादायक मोड लिएर आउँदैछु। दर्शकवृन्द, आजलाई यति। अर्को एपिसोडमा भेट्ने बाचा गर्दै म बिदा लिन चाहन्छु। धन्यवाद।